आजको यस भिडियोमा बात गर्न गइरहेको छौं स्टक यानि कि शेयर सम्बन्धित। कुनै पनि कम्पनीको शेयर या स्टक किन्न सोचिरहनु भएको छ भने कम्पनीको कुन यस्तो इम्पोर्टेन्ट कुराहरू तपाईलाई थाहा भएको हुनुपर्छ ताकि फ्युचरमा गएर तपाईले इन्भेस्ट गर्नुभएको पैसा इन्क्रिज होस् नाकि डिक्रिज। स्वागत छ तपाईहरुलाई मार्केट नलेज हिल्स च्यानलमा। स्टक किन्नु भन्दा पहिला ध्यानमा राख्नुपर्ने कुराहरू। नम्बर 1 कम्पनी फन्डामेन्टल, नम्बर 2 कम्पनी बिजनेस मोडल, Number 3 company management, Number 4 company valuations, Number 5 technical analysis र Number 6 risk factor अनि external analysis। आउनुहोस् अब एक एक गरेर बुझौं। Number 1 company fundamental। सबैभन्दा पहिला कम्पनीको फन्डामेन्टल बुझ्नु जरुरी हुन्छ र हामीलाई कम्पनीको फन्डामेन्टल बुझ्नुमा यी 5 कुराहरूले धेरै सहयोग गर्छ। रेभेन्यू र प्रॉफिट ग्रोथ, EPS यानि कि अर्निङ पर शेयर, डेप्थ टू इक्विटी रेशियो ROE यानी कि रिटर्न अन इक्विटी, क्याश फ्लो स्टेटमेन्ट। आउनुहोस् अब एक एक गरेर डिटेलली बुझौं। रेभेन्यू र प्रॉफिट ग्रोथ। कम्पनीले पछाडी केही वर्षहरूमा रेभेन्यू र प्रॉफिट कन्सिस्टेन्टली ग्रोथ गरेको छ या छैन हेर्नु जरुरी हुन्छ। या त कम्पनीको फाइनान्शियल स्टेटमेन्ट इन्क्लुडिङ इन्कम स्टेटमेन्ट, ब्यालेन्स सिट, कम्पनीको क्याश फ्लो यति मात्रै नभएर तपाईले सेम इन्डस्ट्रीको कम्पनीसँग कम्पेयर गरेर पनि कम्पनीको रेभेन्यू र प्रॉफिट ग्रोथ थाहा गर्न सक्नुहुन्छ। EPS यानी कि अर्निङ पर शेयर। यसले देखाउँछ कि कम्पनीले एक शेयरमा कति कमाई गरेको छ। EPS कन्सिस्टेन्टली ग्रोथ भएको छ भने कम्पनी फ्युचरमा गएर एकदमै राम्रो ग्रो हुने सम्भावना हुन्छ। डेप्थ टु इक्विटी रेशियो। यदि कम्पनीमा डेप्थ इक्विटी भन्दा धेरै छ भने त्यस कम्पनीमा इन्भेस्ट गर्न रिस्क पनि भएर जान सक्छ। ROE यानी कि रिटर्न अफ इक्विटी। कम्पनीमा इन्भेस्ट गरेको शेयर होल्डरबाट कति कम्पनीले कमाउँछ भनेर देखाउँछ। यदि कम्पनीको कमाई राम्रो छ भने तपाईले कम्पनीमा इन्भेस्ट गर्न सक्नुहुन्छ। क्याश फ्लो स्टेटमेन्ट। कम्पनीको अपरेसनल क्याश फ्लो पोजिटिभ छ या छैन। यदि कम्पनीको क्याश फ्लो पोजिटिभ छ भने तपाईले त्यस कम्पनीमा इन्भेस्ट गर्न सक्नुहुन्छ। यसले लिक्विडिटी पनि देखाउँछ। नम्बर 2 कम्पनी बिजनेस मोडल। कम्पनी बिजनेस मोडल यसरी बुझ्न सकिन्छ कि कम्पनीले कुन फिल्डमा काम गरेको छ। कम्पनीको बिजनेस मोडल सस्टेनेबल छ या छैन त्यो बुझ्न पर्छ। कम्पनीको प्रोडक्टको डिमान्ड कस्तो छ र कम्पनीको सर्भिस कस्तो छ। कम्पनी ग्रोथ फेजमा छ या डिक्लाइन फेजमा। कम्पनीको कम्पिटिटरसँग कस्तो छ र कम्पनीको मार्केट शेयर कस्तो छ र कम्पनीले मार्केटमा डोमिनेट गरेर पोजिसन्स बनाएको छ या छैन। यी सब कुराहरू हेरेर तपाईले कम्पनीमा इन्भेस्ट गर्न सक्नुहुन्छ। नम्बर 3 कम्पनी म्यानेजमेन्ट। राम्रो कम्पनीको पछाडी हुन्छ राम्रो म्यानेजमेन्ट। लिडरशिप, CEO र टप म्यानेजमेन्टको ब्याकग्राउन्ड हेर्नु पर्छ। एक्सपिरियन्स अनि भिजनरी लिडर छ भने त्यो प्लस पोइन्ट हुन्छ कम्पनीको लागि। कर्पोरेट गभर्नेन्स, ट्रान्सपेरेन्सी, टाइमली रिपोर्टिङ सबै इम्पोर्टेन्ट कुराहरू कम्पनीमा छ भने यो एकदमै राम्रो इन्भेस्ट गर्नको लागि हुन्छ। नम्बर 4 कम्पनी भ्यालुएसन्स एनालाइसिस। तपाई कति पैसा तिर्न तयार हुनुहुन्छ यो कुराले डिसाइड गर्छ भ्यालुएसन्स। PE रेशियो यानी कि प्राइस टु अर्निङ रेशियो। यो भनेको कम्पनीको शेयर प्राइसमा कति पैसाको अर्निङ छ। यदि PE रेशियो लो छ भने कम्पेयर टु इन्डस्ट्री एभरेज त्यो अन्डर भ्यालुएसन्स भएर जान्छ। PB रेशियो प्राइस टु बुक रेशियो भनेको एसेटको कम्पेरिजनमा प्राइस कति छ। इन्ट्रिन्सिक भ्यालु स्टकको रियल भ्यालु कति हो। यदि मार्केट प्राइस भन्दा सस्तो छ भने त्यो स्टक किन्न सकिन्छ। नम्बर 5 टेक्निकल एनालाइसिस। टेक्निकल एनालाइसिस मेनली ट्रेडरको लागि हो तर इन्भेस्टरले पनि बेसिक नलेज राखेको राम्रो। प्राइस ट्रेन्ड्स अनि चार्ट प्याटर्न। चार्ट प्याटर्न क्यान्डलस्टिक चार्ट जस्तै मुभिङ एभरेज RSI हेर्नुपर्छ अनि सपोर्ट र रेजिस्टेन्स। स्टकले कुन लेभलमा बाउन्स गर्छ कुन लेभलमा गिर्छ त्यो प्रिडिक्ट गर्नुमा हेल्प गर्छ। नम्बर 6 रिस्क फ्याक्टर अनि एक्सटर्नल एनालाइसिस। कम्पनी राम्रो हुन सक्छ तर एक्सटर्नल रिस्कहरू पनि हुन्छ जस्तै इकोनोमिक फ्याक्टर, इन्ट्रेस्ट रेट्स, इन्फ्लेसन, GDP ग्रोथ सबले स्टकमा इफेक्ट गर्छ। गभर्नमेन्ट पोलिसी, ट्याक्स पोलिसी, इन्डस्ट्रीको रेगुलेसन यस्तो कुराहरूले स्टकको प्राइसमा छिटो चेन्जेस ल्याउँछ। जियो पोलिटिकल रिस्क जस्तै वार, पेन्डेमिक, न्युज क्लिप, सेन्ट्रल ब्याङ्क पोलिटिक्स, पोलिटिकल इन्स्टेबिलिटी यो सब कुराहरूले स्टकको ग्रोथ रेट माथि असर गर्न सक्छ। यो सब कुराहरू हेरेर एनालाइज गरेर मात्र स्टकमा इन्भेस्ट गर्नुहोस्। कम्पनीको फन्डामेन्टल
चेक गर्नुहोस्, म्यानेजमेन्टको क्रेडिबिलिटी हेर्नुहोस्, भ्यालुएसनमा केही प्रब्लम छैन भने मात्र स्टक किन्नुहोस्। यो त थियो स्टक किन्नुभन्दा अगाडि याद राख्नुपर्ने कुराहरू। आशा छ तपाईहरूलाई यस भिडियो थ्रु केही बुझ्नुभयो होला भनेर। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु नभुल्नुहोस् होला। आउनेछु फेरि पनि यस्तै एजुकेसनल कन्टेन्ट लिएर। थ्याङ्क यू।